ना पंकी पण मलाई नै बाउ आमा रिसाउँछ घरको रिसाउँछ मलाई नै खेद्छ मलाई कुट्यो भने चाहिँ अब चाहिँ बाउ आमाको पाछन् काटिदिन्छु गममा अस्ति त हल्का काटिदिन्छु अब चाहिँ निला चाहिँ जोडिदिन्छु आज पेट्रोल बोकेँ भने नि म म जस्तो खालको हेर्नु नि देमा मन दुखेको छ मलाई तपाईँहरू अहिले यस्तो अवस्था भन्नु के गर्छ म सिधै भनिदिँदैन घाँटीमा डोरी लाउनु बाहेक अरू केही जान्दैन सबै मिलेर गाउँकोले पनि मलाई हात लाउँछ हो अब बाउआमाले मलाई उडाउनु लाउँछ के त गरिब त्यहाँ फुत्र गरिब संसारको एक नम्बर अमिर हो तपाईँको भदै के गरिब नभन्नु मलाई क्या त मलाई साध्याउ न तिमीलाई अहिले बनाइदिन्छु 7 तला बिल्डिङ मान्छे दुश्मन निकाल्देऊ न एउटा यी काटिदिन्छु म अब बनाइदिइहाल्छु 7 तला निकाल त एउटा को हो म माथि यस्तो सङ्कल्प गर्ने अनि के त अन्त कुरा गर्छौ गरिब होइन त्यस्तो मारा त भदै पाकोमा गरिब भन्छ मेरो त्यस्तै खालके त हेर घरको मान्छेमा कुल्ली गर्दैछ कुल्ली मेरो लाज लाग्दैन अलिकति मेरो घरकोलाई मेरो मकै खाँदै गरेको यसले चिया माग्दा रम चिया के खान्छ दुध पनि जाँड दिनु नि यत्रो वर्ष भइसक्यो मैले त रम दिएको याद गर्नु न हो 1-2 केजी त जाँड दिनु नि खानु मन लागिसक्यो छैन म जाँड खानु छोडेको सक्दिनँ नि म त झगडा गर्नु मन लाग्यो जाँड खायो त झन् छिटो काटिदिन्छु मान्छे भात काट्नु हुन्छ कि छैन म त जाँड खानु आएको पो त म जाँड खानु पाएर म पनि मारिदिन्थ्यो चाला कस्तो सक्यो मलाई त कष्ट कुरो पो छ आफू चाहिँ यहाँ हुइ भइसक्यो त्यसरले तपाईँ कष्ट हुइ यहाँ मेरो कष्ट घरमा नाङ्गो सुतेको याद छैन हेर्न आउनु नि कस्तो अवस्थामा बसिरहेको छ बाटोमा अब तँलाई हेर्नु आयो भने त म झन् साह्रो नाङ्गै हुन्छ होला नि म पनि तँ जस्तै म त हुँदिनँ नि म पनि त्यस्तै भएर हिँड्नु अन्त त्यसले गर्दा त रक्सी बन यहाँ पुसै उकामेको कामेकै मैले केटाहरू कोही भेटिन सानो रिस उठ्यो फेरि एक त भोकै नाङ्गै हो केटाहरू खालि जोत्ने ढाँट्नेहरू म चाहिँ बेलुका भात मकै किन्यो ल्यायो पिठे भात खायो ठक्का मोदी सरकारले दिइरहेछ जनतालाई अरे ममताले यस्तो मकै खाएर बसेको रासिनले त पुग्दैन यहाँ कन्ट्रोल त दिन्छ जति नै लोभ गरे त्यति नै पुग्दैन हो जेमा खाऊ न 2 दिनको जिन्दगी 1 दिन निदाएर जाने हुँदाखेरिको आम दामी दामी खाऊ न के दुःख देखाइबसेको हाउडीमा भदैको त अहिले एउटा नलडाइ त हुँदैन एउटा लडाउनै पर्छ अनि मात्रै भदै खानु पाउँछ मिठो मिठो नलडाइ त केको यहाँ भए भगले लडिसक्यो आफ्नोले त अलिकति चिनाउनु साथ दिनु पर्यो नि अनि पो आफ्नो दामी मान्छे हुन्छ आफ्नो मान्छेहरू लेबर कुल्ली गर्छ घट्टा राजा महाजराको भदै छ तिमीहरू कुल्ली गर्छ परेन सघाउँदैन यहाँ खोज्दा पक्रिन नसक्दा खेद्दा पाउँदैन कोही पनि बेचारा बुढाथोकी बालाई चाहिँ मागौँ भनेको अलिकति गाँजा त चोरेर ल्याइदियो अब मागौँ भनेर डाङ्डुङ मागौँ भनेको त मान्छे भेटेन हो बडाले त चिन्छ नि मलाई नि सुरन्दा चिन्छ अलिकति बुढो मान्छेले चिन्छ मागौँ कि भनेको बडै भेटिन कर्म त कहाँ गएको छ खोइ को हुन्छ ल यी डब्लिङको मान्छे भएर पनि गर्ने त ए खोइ को नि मलाई त थाहा छ खोइ उता बस्छ भन्छ कहाँ कालेपुर को छ यहाँ तल चाहिँ को छ यहाँ तल त को छ हामीलाई साह्रो थाहा हुन्छ भाइ चाहिँ बिचक दा चाहिँ मोटेर बस्दो रहेछ नि है दा यहाँनिर खुट्टामा घाउ निस्केर मर्नु भयो खुट्टामा घाउ बनाइदिन्छु काटेर म पहिला एउटा काम चाहिँ भन्नुहोस् न तिम्रो कम्मरदेखि त्यो फिरादेखि काटेर नयाँ खुट्टा जोडिदिन्छु भएन भने मेरै खुट्टा दिन्छु तिमीलाई तर साथ चाहिँ जाऊ न
साधु काकी छ त्यसकोमा गएर चाहिँ रोटी चाहिँ खाइन्छ आधा त्यो पनि त खाएको छ साधु काकीलाई त मिस गरिरहन्छु नि म काकालाई त काकाले पनि फोन गर्छ साधु काका छ खै को अन्त कता छ होइन यहाँ साधु काका र काकी पार्वती काकी भन्दैछ अन्त छ होला होलाको कुरा यहीँ र यहीँ पनि पत्ता नभएको छ भने छ भन्नु छैन भने छैन भने होला यो कुरा चाहिँ रड्डी कुरा हो अन्त आफ्नो आफ्नो घरको लागि नहुन्छ नि म बोल्दा बोल्दा जुरो आउँदैछु होला